साथीहरु ह्याक भनेको के हो हैन आज म ठूलो पर्दाफास गर्न गइरहेछु हैन त्यसैले भिडियो अन्तिमसम्म तपाई हेर्नु होला साथीहरु किनकि यो भिडियो हेरिसकेपछि तपाईलाई सबै कुरा थाहा हुन्छ वास्तवमा ह्याक भनेको के हो हैन किनकि आज म भिडियो एकदमै स्लो मोसनमा तपाईलाई देखाउँछु साथीहरु म आफ्नो फ्री फायर अकाउन्टमा गएर हैन एकदमै स्लो मोसनमा म ट्रेनिङमा गएर तपाईलाई देखाइदिन्छु हैन वास्तवमा ह्याक भनेको के हो हैन तपाईलाई सबै कुरा थाहा हुन्छ अब आउनुस् म आफ्नो फ्री फायर अकाउन्टमा लगेर तपाईलाई देखाउँछु ह्याक भनेको वास्तवमा चाहिँ के रहेछ तर भिडियो सुरु गर्नुभन्दा पहिले म एउटा कुरा भन्न चाहन्छु साथीहरु यदि तपाईहरु मेरो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने भिडियो एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला अनि साइडमा रहेको बेल आइकन प्रेस गरेर अलमा सिलेक्ट गरिदिनु होला यदि यो अलमा सिलेक्ट गर्नुभयो भने हैन के हुन्छ भने म जुनसुकै भिडियो पोस्ट गर्छु हैन त्यसको नोटिफिकेसन सबभन्दा पहिले तपाई पाउनुहुन्छ सो गाइस यता हेर्न सक्नुहुन्छ हामी आइसकेको छौं ट्रेनिङ ग्राउन्डमा हैन अब तपाई यता हेर्न सक्नुहुन्छ साथीहरु लगातारै हेडशट लागिरहेछ हैन तर तपाईले एउटा कुरा नोटिस गर्नुभएको छैन अब त्यो कुन कुरा हो हैन अहिले म तपाईलाई देखाउँछु त्यसपछि तपाईलाई आफै थाहा हुन्छ वास्तवमा ह्याक भनेको के हो भन्ने कुरा तपाईलाई थाहा हुन्छ सो गाइस अब म तपाईलाई स्लो मोसनमा देखाउन चाहन्छु अब तपाईले यहाँ हेर्न सक्नुहुन्छ साथीहरु म बडी शट हानिरहेछु हैन तपाई ध्यान दिएर हेर्नु होला साथीहरु जस्तै यता हेर्न सक्नुहुन्छ हैन म बडी शट हानिरहेछु तर हेडशट लागिरहेछ रेड नम्बर चाहिँ देखिरहनु भएको छ हैन अब त तपाईलाई थाहा भइसकेको होला वास्तवमा ह्याक भनेको के हो भन्ने कुरा हैन सो गाइस यदि तपाई पनि फ्री फायर अकाउन्टमा ह्याक लगाएर यदि खेल्न चाहनुहुन्छ भने हैन मेरो टेलिग्राम च्यानल यता साइडमा हेर्न सक्नुहुन्छ यो च्यानल जोइन हुन चाहिँ नबिर्सनु होला यदि तपाई पनि ह्याक युज गरेर फ्री फायर खेल्न चाहनुहुन्छ भने यो फर्स्टको भिडियो हेर्नु होला धन्यवाद।